गरौँ ल पाइन्छ न कस्तो रहेछ अहिले हुन्छ नि होइन म हुन्छ यतिकै हुन्छ म उठाएको लाग्छु भने म चाहिँ दुईजना त्यो चाहिँ श्रीमानी र मेरो लागि माइली बहिनीले पठाएको कुन चाहिँ हेर अब तँलाई जुन मनपर्छ म यो खरानी कलर होइन होइन तँ नि खरानी कलर त बो बच्चा जस्तो बो यहाँ ल्याउ त अनि यो छ व्हाइटमा यस्तो राम्रो रहेछ कपडा खुल्ला खुल्ला टी सर्ट गर्मीमा लाउनलाई यस्तो राम्रो राम्रो पठाएछ मेरो सिस्टरले त्यही भएर त अनि यहाँ चाहिँ ज्वेलरीहरू पठाएको छ ज्वेलरी दुईटा बहिनी दिदीलाई र बहिनीलाई ज्वेलरी पठाएछ कानमा लगाउने होइन त्यो लड्दैन अनि गर्मी भएको के होइन दिदी बहिनी त जुन कस्तो राम्रो राम्रो रहेछ टपहरू नि टप तपाईँ टन्नै पठाएछ त गर्मी उल्के ओ कस्तो दामी हो पनि अनि यो चाहिँ हाम्रो चुइगम के पठाएर हामी मान्छेहरू त बहिनी भिडियोमा हेर्नुहुन्छ नि है हामीहरू रुनुभन्दा नि एक्साइटेड के सामान चुइगम मलाई चाहिँ यो मनपर्छ ग्रिनमा चुइगम यस्तो दामी ग्रिनमा छ ह्याप्पीडेन्ट छ अनि यो चाहिँ सेन्टर फ्रुट छ थरीको टन्नै लौ अनि कुकुको छानो आऊ आऊ डगी अनि अर्को खै लुगा यहाँ छ सामानहरू टन्नै छ मेरो पछाडि मेरो यो त खुलै सकेन कि हात बढाएर अनि त्यो खुलै सकेन कि कस्तो ठुलो है हामीले त फोटोमा हेर्दाखेरि क्या सानो लागेको थियो नि त एकछिन लडेको थियो हेर्नुहोस् कस्तो राम्रो क्या यस्तो शीतल आउँछ यो कपडाको त सबै जान्छ कि हो अनि सबै सानो मान्छेको अनि सुरुवात सक्यो अब खानु कुरा देखाउँदै के व्यञ्जन हाल्यो मम्मीले यो प्रोग्राममा चाहिँ के छ कहाँ राख्ने 24 व्यञ्जन हाल्यो हो क्या त्यो भित्र लानु कम्प्युटर हो भित्र लानु कसला होइन अनि भित्र लानु कहाँ छोडेर होला भिडियो बनाएर पठाउनु है त्यो कति वाउ भेनाको चोइसको सिरालाई है यो चाहिँ जसरी भयो भने मैले लिएर पठाएको मन परेको यो है बुढाले पठाएको थ्याङ्क यू कुन चाहिँ अनि यो चाहिँ तेरो लागि राम्रो हो अर्को चाहिँ अब बाक्लो रहेछ यो त होइन बुढलाई चाहिँ राम्रो राम्रो पठाएछ ओ भेना उसको बुढलाई चाहिँ राम्रो राम्रो पठाउने बुढी सालीलाई चाहिँ के पठाएको यो तर थ्याङ्क यू यो र चिरमा पो रहेछ यो त भिडियोमा चाहिँ कस्तो राम्रो देखेको थिएन के राम्रो रहेछ यो अनि कहिले त दिदी बहिनी लगाउने के भयो अनि यो राम्रो पठाउनु भएछ थ्याङ्क यू सो मच दिदीको बोल्ने पाराले आमैले यो त तेरै लागि हो न
यहाँ एउटा सामान चाहिँ मैले देखाएन अनि यो चाहिँ पिठो के को पिठो हो यो मकैको अब पिठो सब पेन्ट हालिदिन्छु मैले यो पिठो हो है अनि हाम्रो सुकुटी कस्तो रहेछ मिठो रहेछ पानी सक्छु ल थ्याङ्क यू मम्मी बुढो चाहन्न सुन्नु नपुग्छ जित्दैछु पुग्ने जस्तो भयो नि अनि यो पनि कस्तो नि सक्सहरू पनि हो कि फेरि भिनाले यो ऊ रत्नगर मौसममा लिनुभएको सक्स हो यो चाहिँ यो राम्रो छ जाडोमा लाउने यो चाहिँ अनि आधा सामान चाहिँ त्यही प्यारिसमै छ यो रत्नगर मौसम के त्यो टिकल जङ्गलमा लाग्दैन हिउँ पर्ने ठाउँमा अनि यो चाहिँ हाम्रो अब थर्काइ राखिन त त्यो मैले लाग्यो भने एकचोटि लाउनु थालेँ यो चिन्ता होस् है यो चाहिँ दिदीको त्यही मैले अनि यिनीहरू हो अनि यो चाहिँ देखाउँदैन अनि त करेन्ट चाउचाउ पेन्टिङ हो यो चाहिँ नले सामानहरू टल्ने पठा सुज लुमदारहरू पनि अनि यो चाहिँ कसलाई पठाएको यस्तो चाहिँ अनि यो लुमदर यो त सबै अहिलेपछि भन्छु भिडियो पछाडि अनि यो सबै लुमदरको सामान अनि यो चाहिँ गुलियो अरे फेरि घिउ हो अनि यो चाहिँ कहाँबाट भाइ सिन्धुपाल्चोकबाट अर्ग्यानिक यो चाहिँ आँपको अचार यो चाहिँ सुकेको च्याउ अनि यो चाहिँ ए मिठो है अनि यो चाहिँ नानीको लागि नानीको बाबुको लागि के हो यो घिउ चौरीको घिउ यस्तो हेर्दा नि तुप्पायो बहुत राम्रो अनि कागती यो चाहिँ हाम्रो यहीँ प्यारिस पुकुको किन कराएको भन त बाई बाई भन बाई भन बाई बाई भन बाई बाई भन्नुहोस् बाई 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 छिटो बाई बाई हाँसेको छैन बाई